जुन हात्तीलाई सर्कसमा देखाइन्छ त्यो हात्तीको फिक्स माइन्डसेट हुन्छ। किन भनेपछि हात्ती पाल्नेवाला मान्छेले चाहिँ त्यसलाई चाहिँ सानैदेखि नै रस्सीले बाँध्छ, पालन पोषण गरेर चाहिँ ठुलो बनाएको हुन्छ। सानो हुँदाखेरि त्यो हात्तीले कोसिस गर्छ म यो रस्सी तोड्न सक्छु कि नै भनेर, कोसिस गर्दाखेरि त्यो रस्सीलाई चाहिँ तोड्न सक्दैन। अनि आज गर्छ भोलि गर्छ त्यसले कोसिस गर्छ तर रस्सी तोड्न सक्दैन। किन भनेपछि त्यो त्यति बेला सानो हुन्छ। अनि यसै गरेर चाहिँ ठुलो भइसकेपछि त्यो हात्तीले त्यसको सोच विचार के भइसकेको हुन्छ, नाइ म तोड्न सक्दैन, म तोडेर बाहिर जान सक्दैन, म यहाँबाट भागेर कहीँ पनि जान सक्दैन भन्ने चाहिँ त्यसको माइन्डसेट भइसकेको हुन्छ। अनि त्यसपछि त्यसले चाहिँ आफू ठुलो भइसकेको छ, त्यसको त्यो क्यापेबल छ, तोडफोड घर पनि तोडफोड गरिदिन्छ, रस्सी पनि चुटाएर त्यहाँबाट जान सक्छ। तर त्यसको माइन्डसेट के भइसकेको छ, फिक्स माइन्डसेट भइसकेको छ, म तोड्न सक्दैन भन्ने चाहिँ त्यसको सोच विचार भइसकेको छ। त्यही भएर त्यसले चाहिँ कहिले पनि कोसिस गर्दैन। अब हामीहरू फिक्स माइन्डसेटवाला मान्छे बन्ने हो कि ग्रोथ माइन्डसेटवाला मान्छे बन्ने हो? हाम्रो जीवनमा पनि के हुन्छ होइन, हामीहरू अब सायद सानैदेखि नै हाम्रो सोच विचार, हाम्रो होइन हावभाव, हाम्रो वातावरण अब त्यस्तै दिएको कारणले होला सायद हामीहरू कोही कोही मान्छेहरू कस्तो हुन्छन् भनेपछि म गर्न सक्दैन यार,